भनेपछि अस्पताल धाउनै पर्यो। अर्को कुरा हामी कम्प्यारेटिभ कुरा गर्ने हो भने हेमोडायलिसिस गरेको बिरामी, ट्रान्सप्लान्ट गरेको बिरामी, सिएपिडी गरेको बिरामी, जुन 3टा अप्सन्स भन्यौँ हामीले किडनी फेल भइसकेपछि तिनैवटा अप्सन्समा अस्पताल धाउनै पर्छ। र अब कुरा गरौँ कम्प्यारेटिभ दुईटाका हैन, हेमोडायलिसिस र पेरिटोनियल डायलिसिसको। हेमोडायलिसिस गर्दाखेरि हप्तामा 2 देखि 3 पटक अस्पताल आउनु पर्यो हैन र, हेमोडायलिसिस गर्न र 4 घण्टा यहाँ बिताउनु पनि पर्यो भने पिडी गर्दाखेरि महिनामा एक पटक आफ्नो टेस्ट गरेर आफ्नो सम्बन्धित डाक्टरलाई देखाउनु पर्यो। के त्यो बढी हो र? पक्कै पनि होइन। भनेपछि कति गुणा कम भयो त अस्पताल धाउने क्रम भन्नुहोस् त। त्यसैले यो सबै कुरा मिथ्या हो र हामीले हस्पिटल अझ मैले त के गरेको छु यहाँ थाहा छ तपाईँलाई, सायद यो गर्नु मिल्थेन, तर हाम्रो जस्तो देशमा जहाँ चाहिँ हाम्रो यातायातको व्यवस्थै राम्रो छैन, हुम्लामा बसेर गरेका छन् बिरामीहरू, कालीकोटमा बसेर गरिरहेछन् हैन, काकरभिट्टामा छन् बिरामी, जबकि बाटोको अवस्थै राम्रो छैन, उनीहरू भन्या बेलामा आउन सक्दैन। प्रत्येक 3 महिनामा हामी बोलाउँछौँ र त्यही सम्बन्धित त्यहीको चिकित्सकलाई देखाउनु भन्छौँ। केही पर्यो भने मात्रै यता आउनु भन्छौँ भनेको हस्पिटल आउने क्रम त धेरै नै कम हुन्छ यसमा।